गुड मर्निङ नमस्कार साथीहरू। अब नयाँ वर्ष आउँदैछ, सबैलाई ह्याप्पी न्यू इयर। आजदेखि बिदाई, अब आज लास्ट हो होइन, त्यही भएर एडभान्समा सबैलाई ह्याप्पी न्यू इयर साथीहरू। म चाहिँ लसुन र यसको खुर्सानी अनि यहाँ टिमुर पकाएर भोलिको लागि 1 गतेलाई एकदम रेडी रेसिपी अचार बनाउँदैछु साथीहरू। अब यो चाहिँ सेक्वादेखि लिएर हरेक कुरामा युज हुन्छ। अनि यसलाई तेलमा पकाएर तिल हालेर बनाउँदैछु मेल्ची दिदीले आज। अनि मेरो कोदोको 3 पाने पनि रेडी हुँदैछ यहाँनिर पाइपमा। यति रक्सी पनि झरिसकेको छ साथीहरू। यो चाहिँ मेल्ची दिदीको बिहानको काम हो साथीहरू। बिहानैदेखि भोलिको लागि भोलि रक्सी कोदो खानेर आउनु होला साथीहरू। अनि आज चाहिँ मेरो लोकल कुखुरा पाक्न आँटेको छ। लोकल कुखुराको झोल पनि पकाएर देखाउँछु। अहिले बिहानै मेरो यहाँनिर बोतल किन्ने भाइ पनि आइरहेछ। भोलि बोतल धेर हुन्छ भनेर आज सबै लगिदिँदैछ। हेर्न हाँसेको दाँत मात्रै देखिन्छ नि यसको। जहिले मेरो भ्लगमा आउँछ हौ। अगाडि बोतलहरू छ भने यसलाई मेरो भाइलाई दिइहाल्ने। म त कसैलाई दिँदिनँ, खालि यसलाई दिन्छु। कस्तो मजाले लान्छ म। तपाईँहरूलाई नि बोतलहरू बेच्नु, कबाडी बेच्नु छ भने तेरो नाम के अरे फेरि बिर्से? के पो थियो हौ तेरो भ्लगको नाम भन्न? दिपक। दाँत मात्रै देख्छ नि फेरि साथीहरू, मान्छे चाहिँ देख्दैन नि। नाम मात्रै दिपक, फेरि अँध्यारो छ नि, उज्यालो छैन, प्रकाश छैन। दाँत चाहिँ फेरि यसको दाँत चाहिँ फेरि हेर्नु नि उज्यालोमा चाहिँ फेरि देख्छ है। कस्तो हाँस्दैछ हे। कबाडी सबाडी छ सम्पर्कमा मसँग साथीहरू। मेरोमा चाहिँ नि मोमो र त्यो पर्क मोमो मिठो हुनुको रात चाहिँ तपाईँहरूलाई आज म खुलाउँछु होइन। मान्छे यहाँ हेर्नुहोस्, यस्तरी आँटा मोलेपछि त अनि भरे मोमो खान चाहिँ आउनु होला। यस्तरी मोल्दैपछि मेरो साथीले खतरा हो नि, बाफ्रे। हेर्नु त मैदा मोलेर 5 केजी घटाइदिइसकेँ। मोमो खानुहोस्। रक्सी लगाइदिएको रिसाउँदैछ। आऊ न त यता आऊ, कति राम्री देखेको छौ, यता आऊ। रिसाउनु पर्छ। अनि तिमी घर छोडेर अनि मान्छेसँग खालि माग्छौ। रिसाएर बसिरहेछ यहाँ। पुच्छर हल्लाएर बाटुलाई बाँधिदिएको कि सिक्री लगाइदिएको कि। आमा उनी त हात देऊ त, हात देऊ। ए लड रिसाएको हेर नि, रिसाइरहेछ। यसलाई सिक्री लगाइदिएको आज। दिदी चाहिँ एकैछिन बाहिर जानुपर्ने भयो यो पार्सल लिएर। त्यही भएर अब एकछिनमा आएर मात्रै म किचनको काम। म चाहिँ आफै लोकल कुखुरा भुत्लाएर बनाउँदैछु ल साथीहरू। लोकल खाने आउनु ल। म चाहिँ यसरी आफै बनाउँछु नि साथीहरू, भुत्ली पारेर। तपाईँलाई नि खान अनुहार कस्तो लाग्यो? मान्छे राम्रो कि झोला राम्रो कि टकेला? रिस नउठा मलाई, डक्टरले नखानु भन्छ मलाई रेबिज लागेर। ला हेर्दिन म मान्छे राम्रो कि बोतल राम्रो? गाइस ह्याप्पी न्यू इयर। अचार पनि रेडी भइसक्यो साथीहरू यहाँनिर ठ्याक्कसँगले। यो चाहिँ टिमुर र खुर्सानी। सुप पनि यहाँ भक उम्लिरहेछ। खाने मान्छेहरूलाई चाहिँ अहिले म एकछिनमा देखाउँछु। हाम्रो सुप यहाँ रेडी भइसक्यो लोकल भालेको। साथैमा हाम्रो यहाँ भेजको लागि पनि साग भक उम्लिरहेछ साथीहरू। हाम्रो सुँगुरको भुटन साथीहरू पाक्दैछ। यहाँ चाहिँ हाम्रो पर्क फ्राई हुँदैछ। खाना खाने मान्छेहरू बाहिर छ, खाना सुपहरू रेडी छ। ह्याप्पी न्यू इयर हाम्रो सुरु भयो है। मिजोर बिर्ता खाजा घरमा सबैलाई, साथीहरूलाई, दिदी बहिनी आमा बुवाहरूलाई मिजोर बिर्ता खाजा घरमा यस्तै चल्दैछ। हाम्रो टकेला खै हौ, स्पोन्सर भाइहरू कहाँ छन्? नखाने मान्छे किन आउनु पर्यो फोटोमा? यहाँ खाने मान्छे कमी छ। खाने मान्छेको अनुहार हाम्रो यस्तै चल्दैछ। आज मिजोर बिर्ता खाजा घरले 2081लाई बाई गर्दैछ मेल्ची दिदीले। अब के गर्नु, सधैँ अब व्हिस्की बियर मात्रै हुन्छ। कहिलेकाहीँ म यस्तो सङ्घर्ष। धन्यवाद बेटा राजालाई। हाम्रो खाना टाइम, दारू टाइम सिद्धिएर अब चिया टाइम मेल्ची दिदीको। कुन चिया हो यो?
प्रुफ सहित भन न त लेमन हरायो भने फेरि बियर जस्तो छ नि बेटा चिया टाइम हो भाइ तिम्रो गिलास छैन त नेसे हेङको गिलास खै गुड अफ जाने अनुहार स्टोरी दिनु पर्यो हेलो साथीहरू आज चाहिँ पर्कोमा ढिलो भइरहेको छ त्यही भएर अहिले रेडी हुँदैछ नेउसी दिदीकोमा यो चाहिँ व्यस्तताको कारणले हो लिप चाहिँ के बिग्रेको थियो हाउस अफ पिक्चरको लिपमै झन्डै अड्केर गयो अरे सास रुको त उफ्रिँदा फेरि कस्तो हुन्छ होला है भन्नु ल यस्तो हुन्छ उफ्रेको लिफ्टै अड्क्यो रुको त जरा सफर करो भाई कितना इतना जल्दी से किया नयाँ पटमा खाएको यिनीहरूले आज निज पिता खजा घरमा नयाँ दसैँ यस्तोसँग मर्नु पर्छ नयाँ वर्षमा नयाँ पटाएको छ खन्छु लिफ्टमा झन्डै अड्क्यो रे आउँछ पिक्चरको सुन तिमीहरू लिफ्टलाई राम्ररी राख मेरो भाइहरू अड्केर मर्यो भने पटमा हुक्का कसले खान्छ हल्का रमाइलो है हल्का रमाइलो फेरि सिरियस नहो तिमीहरू नेउची दिदीको बान्ने छ रमाइलोले मासु खान्छन् होला होइन आज म चाहिँ यो लट्ठीको सब्जी खान्छु होइन लट्ठीको सब्जी खाने पाहुना उहाँ हुनुहुन्छ अनि त्यहाँदेखि अब मेरो भ्लग चाहिँ टुङ्गाइदिनु पर्ने अवस्था हुँदै ह्याप्पी न्यु इयर रक्स गर्नुपर्छ दैन गर्नुपर्छ